गाइज हामी चाहिँ अब ट्याक्क बजार जानु लाग्यो होइन बजारमा फिल्म हेर्नु जानु लाग्यो ट्याक्क होइन हामी यहाँबाट 4 जना जाँदैछौँ यसको बर्थडे हामी फिल्म हेर्नु जानु लाग्यो होइन ट्याक्क हेर्नु सक्नुहुन्छ हाम्रो फेरि पनि नयाँ मिठो भ्लग होइन हामी पनि अब धेरै दिनपछि भिडियो पनि हाल्नु पाएको छैन अब घरतिर केटाहरू नभएर ट्याक्क अब सबजना फेरि पनि बिस्तारै छुट्टिन्छ होइन हाम्रो भिडियो पनि चाँडो भिडियो बनाउने मान्छे पनि भएको छैन र त्यही भएर हाम्रो भिडियो आएको छैन होइन त्यसै गरी हामी हिँड्दैछु हाम्रो घर तल आउँदैछु खोल्जोतिर हामी ट्याक्क जाँदैछु पछाडि 2 जना आउँदैछ हामी 2 जना अगाडि हिँड्दैछ अरूहरू बजारतिर छ कोही ट्याक्क हामी हिँड्दैछु हेर्न सक्नुहुन्छ हजुरहरूले ट्याक्क अहिलेको लागि यति नै ट्याक्क अब बजार पुगेर सबसँग भेटेको ट्याक्क भिडियो आउनेछ ल गाइज सो गाइज यो चाहिँ यसलाई कुर्दा हो होइन टाइम गएको चाहिँ फिल्म हेर्न पाएन फिल्म हेर्ने भनेर आएको होइन त्यसलाई कुरेर फिल्म हेर्न चाहिँ पाएन अब चाहिँ खाजा खान जानु खाजा खाएर घर जाने भन्ने कुरो छ होइन त्यसले गर्दा हो कि 10-15 मिनटमा आइपुगेँ ल अब 3 बजेको सो हेर्ने भने है अब 5 बजिसक्यो अब फिल्मै हेर्न पाएन अब चाहिँ घर जानु लाग्यो होइन अब खाजा खाएर घर जाने हो सो अब त्यही हो आज चाहिँ फिल्म हेर्न पाएन सबै उद्देश्यको कारणले हो है यसले गर्दा हो कि फिल्म हेर्न पाएको चाहिँ 2 घन्टा कुराको अनि चिसमारीमा हामी कम त बस्यो है यिनीहरू त झन् 3-4 घन्टै बस्यो ल म यसकै घरमा जाँदाखेरि नि नहुने होइन अरू चाहिँ कुरा यहीँ आएर उयो भाइ नि यहीँ आएर कुरा थियो अनि कालो भाइ चाहिँ मैसँग आएको थियो हामी 3 जना आयो अरू 3 जना यहीँ कुरिरहेको थियो अनि एकजनाले गर्दा फिल्म हेर्न जान पाएन होइन अब यस्तै हो अर्कोचोटि अब नेक्स्ट टाइम चाहिँ फिक्स फिल्म हेरेर जाने हो होइन आज जान नपाए नि केही छैन लो 30 रुपियाँ कसम हानिदिन्छु हामी चाहिँ आज ट्याक्क फिल्म हेर्नु भनेर आएको सोच मात्रै भयो अब एउटा बजारमा हिँड्दैछु घर भत्रिँदै हेरेर होइन हामी चाहिँ टक्क अब जानेछु अब खाजा खानु भनेर जाँदैछु अब खाजा पनि के पाउँछ थाहा छैन यसको कारणले गर्दा बर्थडे चाहिँ यसको हो होइन सो देख्न सक्नुहुन्छ यस्तै छ हेटौडाको नजारा चाहिँ हेर्न सक्नुहुन्छ तपाईँहरूले होइन हेटौडा चाहिँ ध्वस्ता भइसकेको छ अब हेटौडाको अहिलेको अवस्था चाहिँ यस्तो छ होटेल सीमाको अवस्था के छ ठिक छ लागिरहेको छ फिल्म हेर्नु नपाएर 2 घन्टा पुऱ्यायो सो अब यस्तै हो नेक्स्ट टाइम चाहिँ फिक्स है त नेक्स्ट टाइम जानु ल अब नेक्स्ट टाइम फिल्म हेर्नु ल नेक्स्ट टाइम ल अर्कोचोटि ल फिक्स अर्कोचोटि ल ओइ काल भाइ अर्कोचोटि है अब हो सो गाइस हामी चाहिँ ट्याक्क बसेको केटा पुराहरू गायब भयो हामी चाहिँ गायब भइसक्यो हाम्रो मान्छे गायब भयो अब भित्र गइदियो आएर हो तिनीहरू त्यहाँ रहेछ तिनीहरू हामी यता खोजिरहेको तिनीहरू त्यहाँ रहेछ होइन अर्को एकजना कहाँ हो थाहा छैन तिनीहरू त्यहाँ आइरहेको 3 जना आइपुग्यो एकजना भाग्यो कता गयो थाहा छैन त्यहाँ आइसकेको ट्याक्कै हिँड्दैछु हामी किन्न ल यहाँ पनि छैन अरे अब ट्याक्क खाजा खान जाँदैछ हामी चाहिँ
हेटौँडा बजार हेर्नु सक्नुहुन्छ होइन यिनीहरू चाहिँ जहाँ पनि गायब हुँदै हिँड्छ हामी चाहिँ यता हिँड्दैछौँ त्यो हड्डी भन्ने मान्छे चाहिँ रिसाइरहेको छ पुगेर कि पुगे किन्न नपाएर हामी चाहिँ यसरी हिँड्दैछौँ पुगेर बाहिर म चाहिँ अब त्यो बच्चा जस्तो बुकेट सुकेट भन्दै कहाँ हो मुद्नु कहाँ हो कि कहाँ गएको मान्छे गायब हुन्छ यहाँ अनि भनेर जानुपर्छ भए पनि अनि भन्नु त यसले भनेको अनि यसले भनेको भन्न त जहाँ भनेको अब टोइलेट बस्नु गयो कि बुढी किन्न गयो मान्छे गायब छैन यस्तो यस्तो छ जिन्दगी अब रात पनि परिसक्यो घर कतिखेर जाने थाहा छैन होइन हिँड्दैछौँ हामी चाहिँ ट्याक्क अब घर फर्किँदा कति बज्छ थाहा छैन होइन अब अहिले चाहिँ मुभी हेर्नु जाने भनेको त्यो पनि क्यान्सिल रात परेर हामी गएन अब 5 बजेर 12 अब 6 बजेर घर पुगिन्छ खाजा खानु भनेर हिँड्दैछु अब कहाँ लाने थाहा छैन होइन त्यहाँको अगाडि हिँड्दै यिनीहरू चाहिँ हामी यता हिँड्दैछु त्यहाँको यसरी अनि अब जाडो पनि धेरै जाडो छ हाफ पटु हाफ प्यान्ट लगाएर आएको अनि यस्तो यस्तो भइरहेको छ यहाँ ऊ रिसाइरहेको छ यस्तो यस्तो खतम खतम छ कि यस्तो यस्तो छ के हो राई त यस्तो रुन लाग्यो जस्तो भइरहेको छ अनुहार चाहिँ होइन अब हिँड्दैछु बजारमा तरुनीहरू पनि देख्दैन यहाँ कोही पनि यहाँ रामी आउँछ के गर्नु गाह्रो छ एउटै पठाइदिएन अनुहार नभएपछि त्यही हो कि आफ्नो थोप्रा छैन के गर्नु तरुण जति सब भागिदिन्छ हामीलाई हिँडेर के गर्नु त अब गाह्रो के गर्नु गाह्रो छ दाइ हामीलाई यस्तै राम्रो आउँछ हामी चाहिँ अब ट्याक्क खाजा खानु जाने भने होटेलै भेटेको छैन सब लुगा पसल मोमो पसलहरू मात्रै देखेर साइडमा अनि यो यसले गरेर है खाजा खानु भनेर हिँडिरहेको हामी खाजा हामीले अब त्यो हस्पिटललाई कुरो नपरेको भए चाहिँ अब हामी उहिले फिल्म हेरेर गइसकिहाल्थ्यो फिल्म हेरेर घर पनि गइसकिहाल्थ्यो होइन त्यसले गर्दा ट्याक्क राम्रो राम्रो तरुनी जति यता नराम्रो नराम्रो उता ट्याक्क हामी जाँदैछौँ होइन तरुनी अब राम्रो राम्रो हेर्दैछु होइन ल हाम्रो अन्त कति परेछ गएर हामी चाहिँ ट्याक्क होटेलमा आइसकेको छ मलाई चाहिँ सन्जान भाडा हाल्दै म जान्छु के खाने सो गाइज हाम्रो चाहिँ मोमो आइसकेको छ ट्याक्क होइन सबैले खाँदैछ खिच्दैछ बाह्रवटा मोमोले मात्र खाएको छैन 20वटा मोमो 20वटा जति हाल्नु एउटै बनाउने उसले चाहिँ दुईवटा खाएको मैले खाएको छैन सो मोमो चाहिँ खाँदै गरेको थियो होइन मोमो हेर्छ यसलाई टक्क मिठो छ दाइ मोमो मिठो छ दाइ अब केक लिन जानु लाग्यो होइन त्यसलाई चाहिँ थाहा छैन हामीले केक अर्डर गरिदियो भनेर होइन ट्याक्क अब हामी चाहिँ लिन जाँदैछ तरुनीले नि हेर्दैछ अनि अब केक लिन जाँदैछ कता हो केक लिन आउँछ मलाई पनि बर्थडे बोयलाई थाहा छैन ट्याक्क हामी आइसक्यो ट्याक्क अब केक ट्याक्क अहिले केक ट्याक्क ल्याएर लगेको ट्याक्क अहिले देखाउनुहुन्छ सो हाम्रो ट्याक्क केक प्याकिङ हुँदैछ होइन अब 4 जना आएको छ यहाँ पैसा
पैसा दियो ट्याक्क सक्यो हाम्रो चाहिँ केक ल्याएर जाँदैछु ट्याक्क तिनीहरू त्यहाँ मोमो खाँदैछ हामी चाहिँ आएको हामी चाहिँ जाँदैछौँ होइन अब ट्याक्क हामी जाँदैछौँ होइन ट्याक्क भाइलाई थाहा छैन केक ल्याएको थाहा छैन के सोध्न पहिला बर्थडे भयो के भन्नु फोहोर भयो नि के भएन भए पनि ल के आठ गइहाल्यो म काट्छु नि तेरो बर्थडे हो पहिला भन्न मलाई छ अरू क्यान्डी चाहिँ छैन ल मलाई चाहिँ किन सर नि मेरो बर्थडे हो त मलाई सरलाई रोएर भने ल्याउनु पर्छ नि केक चाहिँ हटाएर कत्र गरेर खुवाइ घरको गरेर केक काट्दैछ कस्तो चिलायो केक खाने किन सोध्नु त्यो होइन के छ अरे मेरो बर्थडेमा के खाइसक्यो तिमीले के छ चेरी मिठो छ मजा दाइ रिटर्न ब्याक रिटर्न ओइ फर्स्ट त्यस्तो नगर है केक खाइसक्यो सुदीप चाहिँ भएन क्या सुदीप चाहिँ भएन क्या म्यान कल गरेर हेर्थ्यो नि सुदीप लामा भने फोन गरेर आउने बिचरा त्यसले के खानु आज भाषामा लाग्दाखेरि माया कुरीहरू पागल रहेछ नि फोन गर कसरी छैन 5% भन्छ चेन्ज छ पहिला खैले त्यो आउँथ्यो अब फिल्म हेर्नु गएन उयो पैसा पुग्दैन के ट्याक्क सकिसक्यो हाम्रो होइन त्यहाँ पसन्द त हाल्यो नि दिएन अहिले तैँले काटेर मोटी भाइले लगिदिइहाल्छ खाँदै यहाँ दिन्छ बहिनीले चाहिँ ट्याक्क केक खाँदैछ यहाँ बस्दैछु मेरो नि फोनमा चार्ज सकिन लागिसक्यो अब ट्याक्क केक काटिसकेको छ अब ट्याक्क मेरो फोनमा पनि चार्ज छैन अब अहिलेको लागि यति नै होइन ट्याक्क अब म्याजिक 74 मा अब सबसँग छुट्टिने बेला ट्याक्क एकचोटि भिडियो गर्छु लगाइदिन्छु सफा गर्नु पऱ्यो भने चाहिँ तनाव सो हाम्रो चाहिँ यहाँ छोरीहरू पढिसकेको छ
भइसक्यो